Hello friends, how are you? Are you also coming to Dubai Security Guard shop? के दुबई सिक्युरिटी गार्ड शपमा आउँदै हुनुहुन्छ? त्यसो भए यो भिडियो तपाईहरुको लागि हो। त आजको टपिक हो कुन सिक्युरिटी कम्पनीमा आउँदा राम्रो अनि कुन सिक्युरिटी गार्डमा कम्पनीमा आउनु हुँदैन। That I am going to tell you or explain these topics in this video. But before I start my topics, if you are first time in my channel, please subscribe my channel. यदि मेरो च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनु होला र मलाई सपोर्ट गरिदिनु होला। In Dubai, there are so many security guard companies, small to medium to big security guard companies. दुबईमा थुप्रै कम्पनीहरु छन्, साना पनि छन्, मझौला टाइपका पनि, मिडियम साइजका, मध्यम र ठूला कम्पनीहरु पनि छन्। र भर्सक स्मल कम्पनीमा नआउने, स्मल सिक्युरिटी गार्ड कम्पनीमा नआउने। डोन्ट कम इन स्मल सिक्युरिटी गार्ड कम्पनी। किनभने स्मल कम्पनीमा आउँदाखेरि फर्स्ट के छ भने उनीहरुको आफ्नो क्याम्प हुँदैन। र लेबर क्याम्प भनेको लेबर क्याम्प न हो, त्यति राम्रो बन्दोबस्त हुँदैन, कतिमा बेड आइटम हुँदैन, पुरानो बेड आइटमहरु दिन्छ, रुमहरु पुरानै हुन्छ, राम्रो हुँदैन, सब चीज कचरा भनौं न, साउन्ड डिस्टर्बेन्स हुन्छ, धेरै कम्पनीका मान्छेहरु हुन्छन्, त्यति राम्रो हुँदैन। जुन पर्सनल कम्पनीको आफ्नै क्याम्प हुन्छ, त्यसमा सरसफाई यताउति हरेक कुरा एक ग्रेडको हुन्छ। खेर वाइफाई त जहाँ पनि पाउने हो हैन, तर अलि जियोस पर्सनल भन्दा लेबर क्याम्प कचरा नै हुन्छ, यति चाहिँ थाहा छ। र सस्तो खाले नै सानो कम्पनीहरुले खोजिरहेको हुन्छ, र सस्तो खाले चिज त त्यस्तै हो, क्वालिटी लेस। र फेसिलिटी पनि कम्पेयर्ड टु बिग सिक्युरिटी गार्ड कम्पनीज, स्मल सिक्युरिटी गार्ड कम्पनीमा कम नै हुन्छ। हरेक कुरामा फेसिलिटीमा कम हुन्छ। जस्तो क्याम्पको कुरा भने लेबर क्याम्पमा बस्नुहुन्छ तपाई न जिमको फेसिलिटी पाउनुहुन्छ है, न अरु नै फेसिलिटी पाउनुहुन्छ, स्पोर्ट्स एरिया पनि हुँदैन। अनि सानो कम्पनीमा मेन कुरा त्यति उसको आफ्नो ट्रान्सपोर्टेसन भेहिकल पनि कुनै कम्पनीको हुँदैन, जुन राम्रो होइन। र अझै पनि फेसिलिटीका कुराहरु छन् है, किचन पनि साफै कचरा हुन्छ, बाथरुम वाशरुम निकै कम हुन्छन् है। अब त्यसैले अब अर्को पोइन्टमा छौं, सप्लाई कम्पनी नन सप्लाई कम्पनी। भर्सक सप्लाई कम्पनीमा नआउनु। सप्लाई कम्पनी भन्नाले कस्तो नि, एउटा सिक्युरिटी गार्ड कम्पनीमा गयो, त्यसपछि त्यो कम्पनीले अर्को तपाईलाई सिक्युरिटी गार्ड कम्पनीमा सेन्ड गरिदिनुहुन्छ, किनभने उसको खास आफ्नै कुनै कम्पनीको औचित्य नै हुँदैन, आफ्नो लोकेसन केही नै हुँदैन, मात्र आफ्नो कन्ट्रीबाट नेपालबाट मान्छे ल्याउने अनि अर्को कम्पनीमा सप्लाई गर्ने हो। र यस्तो कम्पनीमा आउने हुँदैन। यस्तो सप्लाई कम्पनीमा सिर्फ एउटा अलि कम्पनी राम्रो छ है, अल्तान म्याक्स सिक्युरिटी गार्ड सर्भिसेस, त्यसले 2000 दिन्छ। बाँकी अरु पनि 3-4टा कम्पनी छन् जसले जेस 1800 अरु कम्पनीमा पठाएर पनि 1800 देखि 1900 सेलेरी तपाईहरुलाई प्रोवाइड गर्छ, तर पनि राम्रो हुँदैन। किनभने एउटा कम्पनीमा गयो अर्को कम्पनीमा अनि त्यसपछि पुर्याइदिन्छ, र आफ्नो खुदको तपाईको रिप्रेजेन्टेसन हुँदैन अर्को कम्पनीको अन्डरमा काम गर्दाखेरि। अरूले पनि भन्छ चाहिँ यो सप्लाई वाला हो अरे, सिक्युरिटी हाम्रो कम्पनीको होइन, कुरा त्यस्तो हो। त्यही भएर यो कुराहरु पनि विशेष ख्याल गर्नु होला। सानो कम्पनी भन्नाले त्यस्तो कम्पनी, अब तपाईहरु सोच्नुहुन्छ सानो कम्पनी भन्नुभयो, कस्तो कम्पनी हो सानो भन्न सकिन्छ त? जुन कम्पनीमा 100 भन्दा पनि कम सिक्युरिटी गार्ड हुन्छ, त्यस्तो कम्पनी मैले धेरै देखेको छु जसमा 50, 60, 70, 80 कम्पनी सिक्युरिटी गार्ड मात्र हुन्छन् है, 30, 40 पनि, इभन 10, 15, 20 पनि। यति सिक्युरिटी गार्डले पनि कम्पनी खुलिसकेको हुन्छ, के गर्नु। त्यस्तै लेस सेलेरी, कम सेलेरी भएको कम्पनीमा भर्सक आउनु हुँदैन। कम सेलेरी भन्नाले कस्तो, दुबईमा भर्सक कति कम्पनीहरु छन् है, साना कम्पनीहरु, ठूला कम्पनीहरु पनि, जसले निकै कम सेलेरी दिइरहेको हुन्छ। र त्यो सेलेरीमा आयो भने तपाईहरु मात्र पस्ताउनुहुन्छ, किनभने सेम लगानी गरेर आइन्छ। ठूलो कम्पनीमा आउनुस्, चाहे मजुरा टाइपकोमा आउनुस्, तिर्ने भनेको त्यही 4 लाख 4.5 लाख भन्दा कम नै। पेसिबिटीमा गयो भने 6 लाख देखि 7 लाख है, तर सेलेरी भनेपछि अब 4 लाख तिरेर अब थोरै सेलेरी पायो भने त राम्रो हुँदैन। त दुबईमा कति कम्पनीहरु छन् जसले 1000 भन्दा तल पनि दिने गरेको छ। त्यस्तोमा एउटा कम्पनीको नाम अस्ति मैले थाहा पाएँ है, क्लिनिकल
कम्पनी रहेछ हैन। अनि क्लिनिङ कम्पनी रहेछ। अब त्यो कुराहरु पनि विचार गर्नु होला। क्लिनिङ कम्पनी लेखेको छ भने नआउनु होला, किन त सिक्युरिटी कम्पनी नै होइन नि, क्लिनिङ कम्पनी हो नि। अनि 1800 केटाहरू पाइरहेछन्। 800 ओन्ली 800। कति कम्पनीहरू छन् तपाईलाई 1000 रुपैयाँ दिन्छ 12 घण्टा 30 दिनको। कति कम्पनीहरू छ 6 महिनासम्म तपाईलाई मात्र 1200 दिन्छन् भन्नाले अनि यु गेट 1200 स्यालेरी। यो कुनै स्यालेरी हो? सिक्युरिटी गार्डको, क्लिनरको स्यालेरी, अफिस बोयको स्यालेरी। कतिले अब 1400 स्यालेरी दिन्छन् 12 घण्टा 30 दिनको। छुट्टी हुँदैन, अफ हुँदैन, फेसिलिटी हो कि भने नि त्यही अफ नपाउने। अनि त्यस्तै कुनै कम्पनी 1500, कुनै कम्पनी 1600 दिन्छन्, कुनै कम्पनी 1700। त वर्ष 1800 भन्दा तल भएकोमा दुबईमा नआउनु होला, वर्ष 1800 भएकोमा पनि नआउनु होला। 1900-2000 लेखा छ भने डिमान्ड पेपरमा आउनुहोस्, नभए फेरि पासपोर्ट आफ्नो लिएर अर्कै मेन पावरमा जानु होला। फेरि राम्रो डिमान्ड हेर्नु होला कि त वेट गर्नु होला राम्रो डिमान्डको लागि। त कुरा बुझ्नुभयो नि। Again, my request, if you are first time in my channel, please subscribe my channel. मेरो भिडियो हेर्नुहुन्छ तर सब्स्क्राइब गर्नुहुन्न, त्यो राम्रो होइन। धेरै मेहनतले तपाईहरुको लागि मैले भिडियो बनाउनु पर्छ, टाइम निकालेर है। बिचमा अलि घाँटी प्रब्लम भएकोले गर्दाखेरि घाँटी बनाले स्वर भाँसिएको थियो, त्यही भएर बिचमा भिडियो बनाइन। आई डिड नट मेक एनी भिडियो। 5-6 दिनदेखि नभए प्रायः 2-3 दिनमा म एउटा भिडियो लङ हालिरहन्थेँ मेरो च्यानलमा है, रेगुलरै। अरूको त थाहा छैन, म चाहिँ हाल्दै गर्थेँ रेगुलरै। अब पिएचडीको त ठिकै छ, दर्शक तपाईँ पिएचडीमै आउनुहोस्। यदि हाइट 5.7 छ भने त्योभन्दा बढी नै एजुकेसन भनेको सबै बराबर नै हो, 10 क्लास पास नै है। अलिक पिएचडीमा हाइट बढी चाहिन्छ र लगानी सुरुमा बढी चाहिन्छ, तर सेलेरी पनि राम्रो हुन्छ। 2770 पाउनुहुन्छ। दर्शक दुबईभन्दा दोब्बरै भन्नु पर्यो, अधिकतम 3500 सम्म खान सक्नुहुन्छ। त्यस्तै लोक लाग्यो भने राम्रो कम्पनीमा है। त्यस्तै फाइन धेरै त्यतिर आउने कम्पनीमा पनि नआउनुहोस्। कोही कम्पनी हुन्छ सानो मिस्टेकमा तपाईलाई 100, 200, 500, 1000 फाइन हरेक महिना काटिरहन्छ, डिडक्ट गरिरहन्छ तपाईको सेलेरीबाट। व्हाट इज दिस? त यस्तो कम्पनीमा भर्सक नआउनुहोस् जो सुरुमै तपाईलाई अलिअलि मिस्टेकमा पनि सेलेरी काट्दैन। अलिअलि मिस्टेक भनेको कस्तो, जस्तो तपाईँ दाढी मज राख्नुभयो है, जुङ्गा काट्नु भएन, सेभ गर्नु भएन, तपाईलाई 1-2 चोटि सम्झाए तर पनि मान्नु भएन भने त्यसमा पनि काट्दिन सक्छ। कपाल छोटो पार्न भन, तपाईँ छोटो गर्न मान्नु भएन, त्यसमा पनि फाइन। आइरन लगाउनु भन, आइरन लगाउनु भएन युनिफर्महरुमा, त्यसमा पनि फाइन। कहिलेकाहीँ यो टाई बिर्सिनु भयो, यो लगाउन बस्नुभयो कुनै कम्पनीमा, त्यसमा पनि फाइन हो। सुज पालिस गर्ने होइन, जेमा पनि फाइन लिन सक्छ। ज्यादातर लोकेसनमा काम बिगार्यो भने प्लस स्लिपिङ, नाइट ड्युटीमा कति केटाहरू सुत्ने गर्छन्, त्यो चाहिँ नराम्रो बानी हो, त्यसमा चाहिँ फाइन पर्ने हुन्छ। कति कम्पनी लगातारै एकचोटि फाइन परिहाल्यो भने अनि टार्गेटमा राख्छन् तपाईँलाई रेगुलर, त्यसपछि 200 हरेक महिना 500 फाइन तिराइरहेछन्, त्यो राम्रो होइन। अनि कति कम्पनी 3-4 चोटि भन्दा बढी फाइन तिरायो भने त्यसपछि तपाईँलाई टर्मिनेट पनि गर्न सक्छ। त्यस्तो कम्पनीमा भर्सक नआउनुहोस्। त्यसरी नै अब म्यानेजमेन्ट, कति कम्पनीको म्यानेजमेन्ट राम्रो हुँदैन, अलि पनि राम्रो हुँदैन। इन्डियन म्यानेजमेन्ट भएको नेपाली त अब धेरैमा पहुँच छैन है। सुपरभाइजर यता कता कुनैमा भेटिन्छ होला, आफ्नै ठाउँमा छ, तर म्यानेजमेन्ट जो म्यानेजर सिनेजरहरू हुन्छ प्रायः यसो इन्डियन भएको अलिअलि, तर पनि मलाई लाग्छ है राम्रो नै हो। त्यो पाकिस्तानी म्यानेजमेन्ट भएको, बङ्गाली म्यानेजमेन्ट भएको अलिक कचरा बनाइदिन्छ। तिनीहरू अरबी म्यानेजमेन्ट भएको हरेक कुरामा तपाईँलाई अप्ठ्यारो पार्न सक्छ। यस्तो म्यानेजमेन्ट भएकोले फेसिलिटीमा चाहे होस्, सेलेरीमा होस्, चाहे फाइनको कुरामा होस्, अरू कुरामा होस् है, यिनीहरू नराम्रो हुन्छ। त यस्तो म्यानेजमेन्ट भएको पनि सुरुमा थाहा भयो कि पाकिस्तानी म्यानेजमेन्ट छ, डाइरेक्ट इग्नोर गरिदिनुहोस्। तर यस्तो कुराहरू आइसकेपछि मात्र थाहा हुँदो रहेछ। त्यस्तै हार्ड लोकेसन, कुनै कम्पनीको के हुन्छ भने नि लोकेसन धेरै नै हार्ड हुन्छ। जुन पनि लोकेसन हार्ड नै हुन्छ, इजी लोकेसन पाइँदैन। जस्तै हाम्रै कम्पनीको कुरा गर्ने भने प्रायः सो लोकेसन राम्रो छ, हार्ड त्यति छैन। सबै रेसिडेन्समै हो है, लगभग कुनै ब्याङ्क 1-2टा छ, अनि अरू खासै लोकेसन छैन। र गोदामहरू छ, त्यसमा पनि सिटिङ नै हुन्छ। र हार्ड लोकेसन बनाएर प्रायः सो बिल्डिङ बाहिर, बाटो साइडमा, अरू साइडमा, फ्याक्ट्रीहरूमा है,
त्यस्तो जस्तो मार्केटमै भयो भने तपाईँले स्ट्यान्डिङ ड्युटी 12 घन्टा नै गर्नुपर्छ। कुनै कुनै कम्पनीको सानो कम्पनीमा मार्केट होइन सपिङ मलको कन्ट्र्याक्ट नै हुँदैन, अनि त्यस्तोमा ड्युटी पनि पाइँदैन, त्यस्तो हो। अनि कुनै कम्पनी के छ भने तपाईँलाई आएपछि 2 सालपछि भिसा रिन्यू गर्नुहुन्छ भने अब 3000 देखि 5000 तिर्नुपर्छ। त्यस्तो कम्पनीमा पनि नआउनुहोस्, किनभने अब त्यस्तो कम्पनीमा आयो भने तपाईँलाई हरेक कुराको पैसा तिर्नुपर्छ। सिरा ट्रेनिङको, सिरा कार्डको, इङ्ग्लिस आइडीको हरेक कुराकै पैसा काटिरहन्छ, तिर्नै पर्छ तपाईँलाई। अनि कति कम्पनी हुन्छ तपाईँलाई सिधा ट्रेनिङमा पठाउँदैन। कति राम्रो कम्पनी पनि मैले दुबईमा हेरेको छु, आई हेभ सिन द्याट। सिधा ट्रेनिङमा व्यवस्था गर्ने अनि लास्टमा सेलेरी सिक्युरिटी गार्डलाई कम दिने 1200-1500, अनि भन्ने तपाईँको सिधा कार्ड छैन। अनि कम्पनीले चाहिँ नपठाउने सिधा ट्रेनिङमा। अनि कतिको कम्पनी पनि मैले के सुने, के देखेँ, इफ यु फेल इन सिधा ट्रेनिङ दे डिडक्ट द सेलेरी 100-200, कुनै कुनैले 500 पनि काट्ने गर्छ। वाट इज दिस? फर्स्ट सिक्युरिटीले पनि काट्ने गर्छ त्यसरी, अरे होइन बेस्ट सिक्युरिटीले। पुरानो भिडियोमा भने थिएँ, आज रिपिट सुनाइदिएँ। 100-200 अरे काट्ने क्या। अनि 3 चोटि त्यसरी फेल भयो भने 200-200 गरी तपाईँको काटिदियो भने कति 600 कम भइदियो सेलेरी। त्यो त राम्रो होइन। कुनै कम्पनीले त 500 अरे काटिदिने गर्छ सिरामा फेल भयो भने। 3 चोटि फेल भयो भने के रिटर्न गरिदिन्छ आफ्नो ठाउँमा हो, कि त डिमोसन गरिदिन्छ। Again, my request, if you are first time in my channel, please subscribe my channel. च्यानललाई सब्सक्राइब गरिदिनु होला है, अनि यो भिडियोलाई सेयर गरिदिनु होला। अनि भिडियो राम्रो इन्फर्मेटिभ लाग्यो भने लाइक पनि गरिदिनु होला। थ्याङ्क यू सो मच। हेभ अ नाइस डे।